हाई एभ्रिवान, आज चाहिँ हामी दिउँसोको नास्ता खाँदैछौँ होइन। दिउँसोको नास्तामा चाहिँ मैले आज फ्राई गरेको सुजी, उसिनेको आलु अनि त्यसपछि चाहिँ भिजाएको चिउरा गिलो गिलो बनाएको। अनि त्यो बनाउन त्यसको भिडियो बनाउन चाहिँ छुट्यो। अनि त्यसको चाहिँ यो होइन, यो यस्तो बन्छ त्यो सबैको होइन मिक्स गरेर। अनि त्यसपछि चाहिँ हामीले यस्तो बनाउनुपर्छ, गोलो गोलो बनाउने अनि ट्याक ट्याक बनाउने होइन। अनि त्यसपछि यो बनाएपछि यो बन्छ, यस्तो बनाउने यस्तै टक्क राख्ने होइन। अनि त्यसपछि यहाँ फ्राई गर्ने, यसरी टुकु 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 फ्राई गर्ने। अनि त्यसपछि यहाँ टिकी 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 यो चाहिँ पाकेको हो होइन, यो पाकेको हो। अब चाहिँ हामी कस्तो हुँदो रहेछ त खाएपछि हजुरलाई भिडियो राख्छौँ। फाइनल्ली अब यतिसम्म पुगेको छ। वाउ, अचार कस्तो छ रुचिका? क्रन्ची क्रन्ची छ, कति मिठो, एकदम मिठो। मिठो। हामी यस्तै यस्तै नयाँ नयाँ रेसिपीहरू हाल्छौँ एम्मी एम्मी। अनि हजुरलाई नपोखेर खाऊ न छोरी। रेसिपी गरिसक्यो अर्कीले।